साथीहरू नमस्ते। आशा छ तपाईहरू सन्चो सुबिस्तै हुनुहुन्छ होला। जो जहाँ जहाँ हुनुहुन्छ आराम कुशलै बस्नु होला। हजुरहरूलाई हरेक दिन खुसी र शान्ति मिलोस् भन्दै आज चाहिँ मेरो आफ्नै बारीमा मैले फलाएर पाकेपछि बिउलाई तयार पारेर बिरुवा उत्पादन गरेर माथि छतमाथि क्रेटमा मल र माटो लगाएर अकबरे खोर्सानी लगाएको छु साथीहरू। आज मिति 2082 साल फागुन 20 गते। यो अकबरे खोर्सानी पछि फल्छ कि फल्दैन, कसरी फल्छ भनेर म फेरि अर्को भिडियो तयार पार्नेछु साथीहरू। आशा छ तपाईहरूले तपाईहरूको मोबाइलमा मेरो युट्युब च्यानल आएछ भने सब्स्क्राइब गरिदिनु होला, साथै लाइक कमेन्ट पनि गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। हस्त धन्यवाद। बाई बाई।